हेर्दा तर्सिन जस्तो देखे पनि यति राम्रो काम गर्ने रहेछ नि यो फेस मास्कले। मेरो डल स्किनलाई चाहिँ यसले यति मजाले ब्राइट अनि फ्रेश बनाइदिएको छ नि, एकचोटि ट्राई गरे हेर्नुस् त, आफैले थाहा पाउनुहुन्छ। यसको लागि चाहिन्छ हामीलाई कफी अनि एउटा अन्डा लिनुहोस्। कफी अन्डा बोल रेडी भएपछि यसलाई बनाउनु पर्ने हुन्छ। एकछिन हनी पनि चाहिन्छ अनि स्पुन कफी लिने र त्यसमा एगको व्हाइट पार्ट मात्र एड गर्ने, येलो पार्ट चाहिँ यसरी झिकेर राख्ने अनि एड गरिसकेपछि चाहिँ यसलाई यसरी मजाले मिक्स गर्नुपर्छ। यतिको भएपछि चाहिँ अब हाम्रो फेस मास्क रेडी भयो। क्लीन फेसमा चाहिँ यसलाई मजाले अप्लाई गर्नु होला। घर पोतेको जसरी चाहिँ यसलाई आफ्नो अनुहारमा यसरी दल्नु पर्ने हुन्छ। त्यसपछि हामीलाई चाहिन्छ एउटा टिस्यु पेपर। वालमा पोस्टर टाँसेको जसरी यसलाई चाहिँ आफ्नो फेसको सबै ठाउँतिर टाँस्दै जानुपर्छ। त्यसपछि चाहिँ फेरि पनि एक लेयर चाहिँ यसैको माथि मजाले गोबर दलेको जसरी दल्ने। फेरि तर्सिनु चाहिँ भएन है। जताततै दलिसकेपछि चाहिँ अब चाहिँ यसलाई 10 देखि 20 मिनटसम्म मजाले कम्प्लिटली ड्राई हुन छोडिदिनु पर्छ। ड्राई नभएसम्म चाहिँ हाँस्ने मुख खुम्चाउची गर्नु भएन है। फेरि फाइनली मेरो फेस मास्क चाहिँ ड्राई भयो। देख्न सक्नुहुन्छ यति कक्रक्क परेको छ नि, र यसलाई निकाल्दा चाहिँ बाउको बे नै देख्छ। लामो सास लिने, छोड्ने र हिम्मत जुटाएर चाहिँ यसलाई नौरानदेखिको बल निकालेर मजाले निकाल्नुहोस्। यसले चाहिँ तपाईको फेसमा भएको सासानो हेयरहरू पनि निकाल्नलाई हेल्प पुर्याउँछ। र यो निकाल्दा चाहिँ यतिखेर चाहिँ मेरो सातो नै गएको थियो। झुकेर आइब्रोमा पनि लगाइछु, त्यही भएर आइब्रो नै उड्यो होला भन्ठानेको धन्न रहेछ। यसरी फेस मास्क निकालिसकेपछि चाहिँ तपाईले आफ्नो फेसलाई मजाले वाश गर्न चाहिँ नबिर्सिनु होला। मैले भन्दा पनि एकचोटि ट्राई गरेर त हेर्नु, रिजल्ट त तपाईले आफैले देख्न सक्नुहुन्छ। बाइ बाइ।